आज मैले भन्नै पर्छ, नेताहरू भ्रष्ट भए, देशमा नेताहरूले काम गरेनन्। नेताहरू इमानदार भइदिएको भए आज भारतले प्रगति गर्यो, चीनले गर्यो, मलेसियाले गर्यो, सिङ्गापुरले गर्यो, जापानले गर्यो, दक्षिण कोरियाले गर्यो, नेपालले किन गरेन? किन गरेन? जबसम्म यो देशको 2-4 जना भ्रष्ट नेतालाई जेलमा हाल्न सक्दैन तबसम्म देशमा विकास असम्भव। देशमा मन्त्री प्रधानमन्त्रीलाई जनताले किन प्रश्न उठाइराखेका छन्? उहाँहरू असल भइदिएको भए आज हामीले प्रश्न उठाउनु पर्थ्यो। नेताहरू इमानदार हुनु पर्यो, नेताहरूमा नैतिकता हुनु पर्यो, नेताहरूमा देश प्रेम हुनु पर्यो, राष्ट्र प्रेम हुनु पर्यो। र नेताहरू कार्यकर्ताको होइन जनताको हुनु पर्यो, जनताको। मेरो बुवाले भन्नुभएको थियो, बाबु त ठुलो मान्छे होइन असल मान्छे बन, राम्रो काम गर। सफल त जो पनि बन्न सक्छ, असल मान्छे जीवनमा सबभन्दा ठुलो सफलता हो। म आज म्युनिसिपल कलेजमा पढ्ने भाइ बहिनीहरू 10 वर्षपछि यो देशको प्रधानमन्त्री बन्नुपर्छ भन्छु म। यो देशको नेतृत्व गर्नुपर्छ। जो मान्छे काम गर्छ त्यो मान्छे एक दिन सफल हुन्छ। काम गर्नुस्, इमानदारिताका साथ काम गर्नुस्। किताबको किरा भएर मात्रै हुँदैन, तपाईसँग ज्ञानै ज्ञान चाहिन्छ, ज्ञानै ज्ञान। आज पनि म भन्छु डिसिप्लिन हो, अनुशासन। जबसम्म मान्छेमा अनुशासन हुँदैन त्यो मान्छेले कहिल्यै प्रगति गर्दैन। म भ्रष्टाचार विरोधी अभियानमा छु, तपाईहरुको साथमा छु।